पूर्णमा आज चाहिँ म र मेरो छोरी चाहिँ एउटा जग्गा जाँदैछौँ र तपाईहरुलाई चाहिँ म जग्गा पुगेपछि चाहिँ देखाउँछु हामी कहाँ जाने भन्दैछौँ कहाँ जान्छु भनेर। अन्त यहाँनिर चाहिँ मेरो हस्बेन्ड चाहिँ म र मेरो नानीलाई लिनु चाहिँ स्कुटीमा आइरहेको छ र यहाँनिर चाहिँ बिहाको सामानहरू पनि लोड भइराखेको छ। आधी घन्टा बाइपासमा बस्दा बस्दा यहाँनिर चाहिँ मेरो साथीको भाइ साथीको नानी साथीहरू आएर चाहिँ हामी यहाँ उकालोपट्टि लागिरहेको छौँ, उकालो जानु आँटेको छौँ। अहिले चाहिँ हामी यहाँनिर पुगेको छौँ निगाले। हेलो बहिनी, यस 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 गर्न कस्तो दामी। यहाँनिर चाहिँ अझै जाँदा क्या दामी भ्यू देखिरहेको छ। हामी चाहिँ अब उकालो उकालो नै जाँदैछौँ र अहिले चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्नु चाहिँ झन्डै लगभग 20 मिनटहरू चाहिँ लाग्नेछ। र यहाँनिर चाहिँ क्या दामी रोड, एकदम लङ वाइन्डिङ रोडहरूको नजारा चाहिँ एकदम दामी भइरहेको छ। र यहाँनिर चाहिँ मजाले घाम पनि लागिरहेको छ र चिसो घाम साथसाथै चिसो हावा पनि चलिरहेको छ। अहिले चाहिँ हामी पुगिसक्यौँ गोल पहाड भ्यू पोइन्ट। यहाँनिरको चाहिँ एकदम दामी नजारा भइरहेको छ। उज्यालो दिन भइरहेको छ। मलाई यस्तो दिन चाहिँ पुरा मनपर्छ नि, उज्यालो एकदम क्लियर स्काई। त्यही भएर चाहिँ म एकदम यस्तो खाले भिडियोहरू चाहिँ पुरा गर्नु। हामी हाम्रो डेस्टिनेसन आइपुगेको छौँ। यहाँनिर चाहिँ मेरो साथीले चाहिँ नानीलाई लिएर चाहिँ अगाडि अगाडि हिँडिरहेको छ। र आज चाहिँ मेटे भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ पुरा भिडभाड भइसकेको छ। अब त तपाईँहरूले थाहा पाइसक्नु भएको छ होला कि आज म चाहिँ कहाँ रहेछ, मेरो डेस्टिनेसन कहाँ जाँदैछु भनेको चाहिँ कहाँ रहेछ भनेर चाहिँ थाहा पाइसक्नु भएको छ होला। र यहाँनिर चाहिँ एन्जेलियाहरू मजाले फुलिरहेको छ। र यहाँनिर म उकालो बाटो जाँदैछु, त्यहाँनिर झन् बेसी फुली राखेको हुन्छ। र यहाँ माथि चाहिँ पुरा मान्छेहरू पनि भिडभाड छ। यहाँनिर चाहिँ क्या दामी एन्जेलिया बाटोमै धक्क फुलिराखेको छ। यहाँनिर मेरो नानी चाहिँ भन्छिका चाहिँ निदाइ पनि सकिसकेको छ, गाडीमा निदायो नि त यो। गरेन कस्तो बाठी नानी छ, कहाँ भमिट गर्छौ। आज मेडे भएको कारणले गर्दा होला सदाभन्दा चाहिँ बेसी नै ज्यादा भिडभाड रहेछ। र यहाँ परि चाहिँ ढकमक्क एन्जेलिया फुलिरहेको छ। र मान्छेहरू चाहिँ सबै नै त्यो एन्जेलिया फुलेकोले गर्दाखेरि नै बेसी भिड जम्मा भइरहेको छ आजको दिनमा। जे भएको मान्छे चाहिँ सबै आज चाहिँ यहाँ गुफा पतलमा नै भेला भएको रहेछ। एन्जेलले चाहिँ के आदामी देखिरहेको छ पारिपट्टि। यो चाहिँ 360 डिग्री क्यामेरामा सेल्फीमा चाहिँ यहाँनिर मान्छेहरू पनि दामी डान्स गरिरहेको छ। पर्खी
ब्राइड डान्स दिइरहेको छ यिनीहरू चाहिँ यहाँनिर चाहिँ मैले मेरो साथीलाई चाहिँ हेर मैले तिमीलाई कस्तो राम्रो जग्गामा ल्याएँ मलाई थ्याङ्क यू भन्न भनेर चाहिँ यहाँनिर चाहिँ साथीलाई चाहिँ मैले थ्याङ्क यू भन्नु लगाउँदैछु जबरजस्ती हेर न मान्छे कस्तो दामी जग्गामा ल्याइरहेको छु यहाँनिर चाहिँ छ मेरो कुन्टु माया जो चाहिँ मेरो पुच्छरी हो मेरो पछि हिँड्छ नि त उता जहिले पनि ठुलो नानी चाहिँ मेरो घरमा छ जाँदाखेरि 60 डिग्री सेल्सियसमा चाहिँ यहाँनिर डान्स पनि दामी डान्स गरिरहेको छ बिन्ता मैले तँलाई कस्तो राम्रो जग्गामा ल्याएँ तैँले मलाई थ्याङ्क यू भन्नुपर्छ भन्दा भन्ने जबरजस्ती भन्न ल यहाँनिर चाहिँ मैले मेरो नानीलाई चाहिँ भिडियो गर भनेर चाहिँ भिडियो गरिदिन्छु भनेर चाहिँ दामी दामी पोजहरू गरिरहेको छु राम्रो गर न अरू ए राम्रो गर न हामीले यहाँ आएर टिकट पनि काटिसकेको छौँ 5 जनाका चाहिँ 100 रुपिस अरे यहाँनिर टिकट अब यहाँ उकालो जानेको लागि चाहिँ हामीले यहाँ टिकटहरू काटेर रेडी गरेको छौँ यहाँनिर टिकट काउन्टरमा चाहिँ छ मेरो साथीको नानी अन्त मेरो नानीहरू चाहिँ यहाँ माथि दोकानमा गएको थियो अझैसम्म पनि दोकानबाट फर्किएको छैन र अब हामी चाहिँ लिनु पनि जाउँ हामी आउँछ नि अन्त टिकट दिन्छ होइन अब यहाँ काटेपछि दिइहाल्छ नि बडीले पक्रेर जान्छ आउँछ नि ल हामी हेर्नु अरू आउँदैछ ल हामी 3 जना जाँदैछौँ 2 जना चाहिँ आउँदैछ हजुर यही टिकटमै यहाँनिर चाहिँ एकदम बेसी भिडभाड हिँड्ने जग्गा पनि छैन रहेछ हजुर ओ देखाउँ त दिनु त अब चाहिँ हामी मेन यहाँ इन्जेलिया भएकोपट्टि मात्रै डाँडाबाट चाहिँ हामी इन्जेलिया भएकोपट्टि गइरहेको छौँ यहाँनिर चाहिँ छ दामी एन्जेलिया मामु अरे टिकट दिइस् भाइहरूलाई बडीले लिएर आउँछ होइन पर्खी अलिक माथि आइज न आँखाले भ्यान्जेलसम्म एन्जेली आई अहिले चाहिँ यहाँबाट हामी इन्जुलिया भएको माग्छौँ यहाँ पालि चाहिँ एकदम मान्छेहरू अहिलेसम्म पनि डान्स नै गरिरहेको छ र यहाँनिर चाहिँ सबैजना फोटो खिच्नुमा चाहिँ बिजी कसै भिडियो बनाउँदैछ कसै फोटो खिच्दैछ एकदम बेसी बिजी भइरहेको छ फोटो खिच्नुमै हामी जस्तै सबैजना नै बिजी छ फोटो खिच्नुमै भिडियो खिच्नुमा नै बिन्दा
मेरो साथी सिमन र सिमनको नानी चाहिँ बहिनी हेलो भन्न यहाँनिर चाहिँ जति भिडियो गर्दाखेरि पनि गरी लाग्नु मन लाग्ने फुलहरू छ। त्यही भएर मैले चाहिँ यही सिनमा चाहिँ एकपट्टि गरेको चाहिँ तपाईँले यहाँ हेर्नु सक्नुहुन्छ होला। मान्छेहरू चाहिँ कति चाहिँ बेसी फोटो खिचिराखेको छ। यहाँनिर एकदम फोटो नै खिच्नु डर लाग्ने जग्गा नै खुला भइरहेको छ। यहाँनिर बुढाबुढीदेखिको लिएर यङ जेनेरेसनका मान्छेहरू सबैजना नै एकदम बिजी छ फोटो खिच्नुमा, सेल्फी खिच्नुमा। सानो नानी लिएर पनि आएको छ यहाँनिर। हाम्रो आफ्नै देखा नै आफ्नै चर्चा गर्नु अलरेडी मैले त भान्सिकाबाट त सुरु गरेको नि, भान्सिकाबाट त सुरु गरेको। वन्सिका भन्नु आमाले के सबैले फुल राख न। बजार चाहिँ मिरिकको नजिक भए पनि यो चाहिँ नेपालमा पर्छ र यहाँनिर चाहिँ आई लभ नेपाल भन्ने पनि लेखेर बनाएको छ। यहाँनिर पनि फोटो खिच्ने मान्छेहरूको भिडभाड निकै ज्यादा नै छ। यहाँ पनि टर्न नपाउला जस्तो रहेछ फोटो खिच्नु चाहिँ। छुनु हुँदैन फुल यहाँ राख कि यहाँ आई लभ नेपाल म खिचिहाल्छु अनि तिमीलाई। I love Nepal. यहाँनिर चाहिँ नेपालको फ्ल्याग चाहिँ मजाले फरफरिरहेको छ। मुनि चाहिँ छ एन्जेलिया र यहाँनिर चाहिँ एकदम मस्त तरिकाले चाहिँ धुप्पीको गाछमा सुतेर चाहिँ फोटो खिच्दैछ। यहाँ पारिपट्टि चाहिँ देखिरहेको छ कर्सियङ, एकदम क्लियर दिन भएर चाहिँ एकदम उज्यालो भ्यू देखिरहेको छ कर्सियङको। यहाँ चाहिँ फोटो भिडियो गर्नुमा एकदम बिजी भइरहेको छ। जहाँ आए पनि भिडियो गर्नु मात्रै लाग्ने खाले भ्यू भइरहेको छ नि त। कस्तो दामी दिन। यहाँनिर चाहिँ मेरो साथीले फोटो खिच्दैछ। यहाँनिर चाहिँ बुहारीले चाहिँ फोटो खिचिदिँदैछ। साथीले चाहिँ मलाई मात्रै फोटो खिच्दै भन्थ्यो होइन, तर साथीलाई पनि यस्तो दामी जग्गामा आएर चाहिँ मभन्दा पनि बेसी फोटो खिच्दैछ। होइन त मैले भन्दा ज्यादा खिच्दैछ आज चाहिँ फोटो चाहिँ। जेङ्लुमाका साथी भेट भएर चाहिँ मेरिनाको फोटो भिडियोहरू पनि गरिसकेको छु। अन्त दुईजना चाहिँ यहाँनिर डुलाइ गर्दैछ। नानीलाई चाहिँ हेर्दैछु कता गएको छ भनेर। अहिले चाहिँ निकै टाइम गइसकेको छ र अब चाहिँ हामी यो घर जान लागिरहेको छौँ। र यो भिडियो चाहिँ आजको छिटो यहाँनिर नै एन्ड गर्दैछु। र यो भिडियो तपाईँहरूलाई मन पऱ्यो भने लाइक एन्ड कमेन्ट पनि गरिदिनु होला।
यो जग्गा तपाईँहरूलाई मन पऱ्यो भने तपाईँहरू पनि आएर भिजिट गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ।